आज कसैले तपाईको धेरै परवाह गर्छ, तपाईलाई माया गर्छ, तपाईको कदर गर्छ, तपाईलाई नराम्रो संगतहरुबाट बचाउँछ, नराम्रो आदतहरुबाट बचाउँछ अनि तपाईको जिन्दगीको उकाली ओरालीहरुमा सधैँ साथ दिन्छ। तर तपाई उसलाई महत्त्व दिनुहुन्न, उसको कदर गर्नुहुन्न। तपाईको जीवनमा उसको महत्त्व कति छ तपाईलाई थाहा छैन। अनि जुन दिन तपाईलाई थाहा हुन्छ नि, सायद त्यो दिन ढिलो भइसकेको हुनेछ। किनकि सधैँ एउटा कुरा याद राख्नुहोस्, जब कुनै चीजलाई समयमै कदर गरिँदैन नि, तब त्यो चीजलाई समयले सधैँको निम्ति तपाईबाट छुटाएर लान्छ। त्यसपछि भने तपाई रिग्रेट गर्न बाहेक केही पनि गर्न सक्नुहुन्न। त्यसैले समय छँदै कदर गर्नेहरूको कदर गर्नुहोस् अनि माया गर्नेहरूलाई माया बाँड्नुहोस्।